उहाँको अघि पछि हामीहरू छौँ जहाँ कि येशू ख्रीष्टको अघि पछि यहाँ चेलाहरू थिए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। आमेन। उहाँ चाहिँ शिक्षक हुनुहुन्छ। हामी चाहिँ शिक्षा सिक्ने विद्यार्थीहरू हौँ। हामी कहाँ छौँ? डाँडाको प्रार्थनामा हामी कहाँ छौँ? शिक्षा सिक्दैछौँ। जैतुन डाँडा। हालेलुया। आमेन। आमेन। जैतुन डाँडामा। अनि हामी चोबारको डाँडा चाहिँ हामीले दिनुभएको छ। यो चाहिँ जैतुन डाँडा हाम्रो प्रार्थना गर्ने ठाउँ, येशू प्रभुलाई भेट्ने ठाउँ। ताली बजाएर धन्यवाद। ताली उहाँको उपस्थितिलाई मनन गर्न उहाँसँगको शिक्षा सिक्ने ठाउँ आज हामीले डाँडा पाएका छौँ। यति नेपालमा हामी छौँ, भित्र हामी छौँ जहाँ कि येशू ख्रीष्टको चेलाहरू उहाँको पछि पछि लाग्थे। त्यहाँ भिड हुन्थ्यो, त्यहाँ रोगीबाट भिड हुन्थ्यो, त्यहाँ शिक्षा सिक्ने भिड हुन्थ्यो, त्यहाँ उहाँलाई भिड देख्ने भिड हुन्थ्यो, उहाँलाई खोज्ने भिड हुन्थ्यो। त्यस्तै आज बिनी परमेश्वरलाई, बिनी परमेश्वर दिएको शिक्षालाई, बिनी प्रभुको कुरोलाई खोज्ने भिड पनि देखेको छ। खुसी हुनुहुन्छ? तर हामी अहिलेको समयमा परमेश्वरको वचनलाई खोज्दै आएका छौँ। हालेलुया। परमेश्वरको जीवित वचनलाई। हालेलुया। उहाँ शिक्षक हुनुहुन्छ। अनि हामीले हेऱ्यो भने भजन सङ्ग्रहको 32:8 हेऱ्यो भने म तँलाई शिक्षा दिनेछु, म तँलाई परामर्श दिनेछु, तँ हिँड्ने मार्ग म तँलाई देखाउनेछु। तालीबाट धन्यवाद। हालेलुया। उहाँले शिक्षक हुनुहुन्छ। प्रियहरू, हामीले असल शिक्षा सिक्नु पर्यो भने कसको पछि लाग्नुपर्छ? असल व्यक्तिको पछि लाग्नुपर्छ। असल व्यक्तिको पछि लाग्यो भने मात्रै हामीले असल कुरा सिक्न सक्छौँ। असल शिक्षक चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। तालीबाट धन्यवाद। उहाँको चेला पत्रुस पावल हुनुहुन्छ। तालीबाट धन्यवाद। युहन्ना हुनुहुन्छ। तालीबाट धन्यवाद। अहिले 21औं शताब्दीमा परमेश्वरको दास चेफाइल हुनुहुन्छ। तालीबाट धन्यवाद। खुसी हुनुहुन्छ नि? आज हामीलाई बिनी प्रभु सेवाकाई नेपाल विश्वास गर्नुहोस्, निको हुनुहोस्, प्रशासन प्रचारमा चाहिँ नाम्रोको मिसन न त पहिला थियो, न कुनै ठाउँमा छ, न कुनै राष्ट्रमा छ। परमेश्वर आज नेपाल देशमा हामीलाई दिनुभएको छ, अहिले खरेमा। हालेलुया। अनि हामीलाई यो वेदी चाहिँ भित्रको वेदी, येशू ख्रीष्टको शिक्षा सिक्ने पाठशाला, स्कुल